रेडियो दिव्यवाणीको दिव्यवाणी अन्तर संवादमा स्वागत छ। धन्यवाद। हिलियाङवासी जनताले तपाईलाई किन भोट लगाउने अब? धन्यवाद। रेडियो दिव्यवाणी रेडियोका सम्पादकज्यूलाई धेरै धन्यवाद। हिलियाङवासी जनताले मलाई भोट दिनु, किन भोट दिने, किन फेरि पनि दोहोऱ्याएर पार्टीले टिकट दिने, भोट दिने भन्ने सन्दर्भमा मैले 2014 सालको स्थानीय तह निर्वाचनमा यो हिलियाङको नेतृत्व गर्ने मैले अवसर पाएको छु। आम हिलियाङवासी जनताले त्यो अवसर, काम गर्ने, सेवा गर्ने अवसर प्रदान गर्नुभएको छ र यो 5 वर्षको कार्यकालमा मैले गरेका कामहरू, कोही कामहरू पूर्ण भएको छ, कोही कामहरू अधुरो छ, अपुरो छ। यो अधुरो अपुरो कामहरूलाई पूर्ण गर्नुपर्ने मलाई एकचोटि फेरि हिलियाङवासी जनताले, हिलियाङका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले मलाई एकचोटि मत दिएर विजय गराउनुपर्छ र यो सम्पूर्ण कामहरूलाई पुरा गर्ने अधिकार मैले सम्पन्न गर्नुपर्छ भन्ने मलाई लाग्छ र अब नयाँ मान्छे आउनेले यो संरचना सन्दर्भमा कुरा गर्नु, काम गर्नलाई 2.5 वर्ष अभ्यास गर्दै समय जान्छ। मैले सबै 1 देखि 7 सम्म के छ, त्यहाँ भूगोल के छ, त्यहाँको जनताको अवस्था के छ, त्यहाँ कुन ठाउँमा विकास कस्तो छ, कति गरियो, अब गर्नु बाँकी कति छ, यी सम्पूर्ण यावत कुराहरू मैले 5 वर्षमा अध्ययन गरेका छु, अभ्यास गरेका छु। अनि त्यसैले ती सबै कुराहरूलाई छिटो छरितो यो 5 वर्षमा हिलियाङलाई चाहिँ विकास निर्माणमा फर्को मार्नुको लागि, परिवर्तन गर्नको, यहाँका दुखीदाखी जनताहरूलाई एउटा सेवा सुविधाहरू प्रदान गर्नुको लागि कुन कुन क्षेत्रमा कुन कुन के चाहिँ कार्यालयहरू चाहिन्छ, कुन कुन ठाउँमा सेवाहरू दिनु चाहिने, स्वास्थ्यमा कसरी सेवा दिनुपर्छ, शिक्षामा कसरी गुणस्तर अगाडि बनाउनुपर्छ, आम पर्यटकीय क्षेत्रलाई अब प्रबन्धन गरेर कसरी अगाडि बढ्नुपर्छ, यहाँ लामो लामो धेरै बाटोहरू, मोटर बाटोहरू खनिया छ, त्यसलाई कागजपत्र कसलाई दिनुपर्छ, कसरी दिनुपर्छ, प्रशासकीय भवन धमाधम सुरु भइरहेको छ, त्यो प्रशासकीय भवन पुरा गर्नुपर्ने र यो वडा कार्यालय 1 नम्बर 5 नम्बर भवनहरू निर्माण भइरहेको छ, अरू तीनटा कार्यालयहरू, वडा कार्यालयहरू निर्माण गर्नु छ। यी सबै कुराहरूलाई पुरा गर्नुको लागि पनि हिलियाङमा मेरो चाहिँ अब नेतृत्वको आवश्यक पर्दछ र हिलियाङवासीले मलाई एकचोटि माया गरेर, सहयोग गरेर, सद्भाव राखेर मत दिएर चाहिँ फेरि काम गर्ने अवसर प्रदान गर्नुपर्छ र यो छिटो सचित्र अनि सुशासन दिनको लागि भवनहरू तयार रहेको छ। म सेवा एकचोटि फेरि सेवा गर्ने मौका दिनुपर्छ भन्ने मलाई लाग्दछ। हजुर, ठिक छ। अब यहाँले त्यो सेवा गर्ने अवसर आम हिलियाङवासीलाई मागिरहँदाखेरि हिजो यहाँले गरेका 5 वर्षका मुख्य कामहरू चाहिँ के हुन्, 2-4 वटा भनिदिनुहोस् त हामीलाई। यहाँ महत्त्वपूर्ण कामहरू हामीले गऱ्यौँ। पाटो सबभन्दा ठुलो सलेरी शिवम पञ्चमी आउँदो भनेर साह्रै धेरै मान्छेहरूले उठाएर राखेको, पञ्चायतकालदेखि चाहिँ हो हल्ला भइराखेको, बहुदलमा 16 वर्षसम्म हल्ला भएको 5 वर्षको अवधिमा 20 किलोमिटरको बाटो हामीले शिवम पञ्चमी अमरपुरसम्म जोडिदिएका छौँ। 295 वर्षसम्म हिलियाङमा 295 जन्म जयन्तीको समारोह भएको छ हिलियाङ राजाको। त्यहाँ चाहिँ सङ्ग्रहालयहरू, एकदम भव्य सङ्ग्रहालयहरू बनिएको छ, सबै जातिको संस्कृतिहरू राख्ने। हिलियाङ दरबार धमाधम बन्दैछ, त्यो एउटा महत्त्वपूर्ण छ, त्यो अत्यन्तै महत्त्वपूर्ण दरबारहरू बनिएको छ। प्रत्येक वार्डमा मोटर बाटोहरू जोडिएको छ। अब यो पर्यटन क्षेत्रको लागि गुरुयु जाने गरेको छ, चाहिँ जोरपोखरीदेखि लिएर माथि आगेजङसम्म, आगेजङ हुँदै जाने यो गोपटार हुँदै भोटेगढी हुँदै जाने हिलियाङ दरबार हुँदै जाने तल मृदङ्गा झरनासम्मको बाटोघाटोहरू जोडिएको छ। पर्यटन पूर्वाधारको लागि चाहिँ गुरु योजनाहरू बनाएका छ। त्यही अनुसार हामीले अब त्यही टिकाहरू पुरा गर्नु पनि हामीले पुरा गर्नुपर्छ भन्ने लागेको छ। अरू अन्य कुराहरू थुप्रै विद्यालयलाई चाहिँ प्रविधियुक्त भनेर चाहिँ हामीले शैक्षिक सामग्रीहरू वितरण गरेका छौँ। महत्त्वपूर्ण कामहरू अब हामीले जस्तै हिलियाङ महोत्सव गरेर चाहिँ हिलियाङलाई चाहिँ यो देशभरि चिनारी गर्ने एउटा कामहरू गरेका छौँ र कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुपर्छ भन्ने सुरुवात गरेका छौँ। अब सबै क्षेत्रबाट चाहिँ अब यो खानेपानीको लागि साह्रै ठुलो यो हिलियाङमा खानेपानीलाई सुनिश्चित गरेका छौँ। 1 अरब 4 करोडको ठेक्का गरेर टेन्डर गरेर अहिले बृहत खानेपानी 1 देखि 7 वार्डसम्म चाहिँ यो 1 घर 1 धाराको अवधारणा तयार गरेर चाहिँ धमाधम काम भइरहेको छ। ठेकदार नियुक्ति भएर ठेकदारले चाहिँ आफ्नो कामहरू अगाडि बढ्नुहुन्छ। हिलियाङमा पानीको अब सुनिश्चितता भएको छ, त्यो पनि ठुलो अत्यन्तै महत्त्वपूर्ण काम भएको छ। अब विद्युत हामीले बिजुली यो हिलियाङलाई अन्ध्यारो मुक्त भनेर हामीले भनेको थियो। अन्ध्यारो मुक्तको लागि हामीले त्यो कामहरू सबै वार्डमा गरिसकेका छौँ। अलिकति बाँकी यो एकचेपा
हिलियङ 7 एकचोटि पाखागम अलिकति बाँकी रहेछ, त्यहाँ चाहिँ पोलहरू गाडिरहेको छ, ठेकदारले तारहरू चाहिँ अब तन्काइ राखेको छ, ट्रान्सफरहरू ल्याएको छ। अब लाग्छ मलाई आशा चाहिँ असारमा सम्ममा त्यो कामहरू सम्पन्न गर्छ। हामीले यिनै कामहरूलाई चाहिँ अब बाटोघाटो सबै जोडिसकेका छौँ। विद्यालयलाई गुणस्तर भनेर हामीले चाहिँ यो अङ्ग्रेजी मिडियमबाट पनि सुरु गरेका छौँ। बिरुवा खाजाहरू चाहिँ हामीले चाहिँ प्रदान गरेका छौँ। विद्यालयमा शिक्षक पुरा भएको अलिक कम भएकोमा राहतहरू प्रदान गरेका छौँ। यसै गरी हाम्रो अब यो कार्यकालहरूमा यिनै कामहरू अहिले महत्त्वपूर्ण कामहरू हामीले सम्पन्न गरेका छौँ। अब अन्त्यमा के छ हिलियाङवासी आम जनतालाई मतदाताहरूलाई छोटोमा आग्रह अनुरोध छ भने राखिदिनुहोस् न। अब हिलियाङवासी आदरणीय बुबा आमा दाजुभाइ दिदीबहिनीहरूले म निवेदन गर्न चाहन्छु, 5 वर्ष तपाईँहरूले मलाई अमूल्य मत दिएर सेवा गर्ने यो हिलियाङमा थियो। फेरि पनि मलाई पार्टीले उम्मेदवारीको रूपमा प्रत्याशीको रूपमा अगाडि सारेको छ। यो 5 वर्षमा गरेका अपुरा जुन विकास निर्माणलाई पूरा गर्नको लागि पनि मलाई तपाईँहरूले गर्नुपर्छ, सद्भाव राख्नुपर्छ, माया गरेर फेरि मतदान दिएर चाहिँ कामहरू पूरा गर्ने। मैले यो हिलियाङवासीको लागि यहाँ मैले मेरो आफ्नो व्यक्तिगत कुरा गर्नु पर्दाखेरि मैले कहिले पनि चाहिँ भ्रष्टाचार गरिनँ, मैले चाहिँ लोभ लालच गरिनँ, मैले चाहिँ योजनाहरू दायाँ गरिनँ। यहाँ हिलियाङवासीको सिट ठाडो हुने काम मैले गरेको छु। कुनै ठाउँ पनि गाउँपालिका अध्यक्ष भने लिङ्गनले चाहिँ भ्रष्टाचार गर्यो अरे, कुनै योजनाहरू दायाँ बायाँ गर्यो अरे भनेर त्यो अवस्था चाहिँ सबै मैले अन्त्य गरिदिएको छु। मैले इमान्दारपूर्वक अहिलेसम्म यो जीवनसम्म यो उमेरसम्म म विकास निर्माण र आम नागरिकको सेवा सुविधा चाहिँ सम्पन्न होस् भन्ने दृष्टिकोणले म लागिरहेको छु। मेरो आफ्नो लोभ लालच केही पनि छैन। त्यसैले सम्पूर्ण आदरणीय अब हिलियाङवासीलाई फेरि पनि अपिल गर्न चाहन्छु, यहाँहरूको अमूल्य मत प्रदान गरेर एकचोटि सेवा गर्ने सेवकको रूपमा यहाँलाई एउटा अवसर दिनुहोस् भन्ने म सम्पूर्ण हार्दिक अनुरोध निवेदन गर्न चाहन्छु। व्यस्त समयका बावजुद समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। ल धन्यवाद, तपाईँलाई धन्यवाद।